यस पातको सब्जी पिनालुको पातको सब्जी बनाउनको लागि यसलाई साइडबाट मसिनो रेसा हुन्छ उसलाई निकालिसकेपछि हामीले यसरी धोएर फेरि थोरै पानी राखेर त्यो जो हामीले साफ गरेर राखेको थियौँ पत्ते उसलाई पनि हामीले नुन र बेसार हालेर पाक्नको लागि छोड्दियौँ। थोरै देर पाकिसक्यो त्यसपछि हामीले त्यसमा फेरि मकैको पिठो हालेर उसलाई राम्रोसँग चलाउनेछौँ। चलाइसकेपछि रेडी भयो। अब एउटा प्यानमा तेल खुर्सानी हालेर एकछिन त्यसलाई फ्राई होने के बाद उस लहसुन और प्याज हालेर उसको पनि फ्राई गर्दैछौँ। फ्राई भइसकेपछि फेरि यसमा एड गर्दैछौँ टमाटरलाई पनि एकछिन पाक्न दिँदैछौँ। नुन और बेसार हालेर एकछिन चलाइसकेपछि यो पनि पाक्दैछ। हेर्नुहोस् पाकिसकेको छ। त्यसपछि हामीले अघि गरेर पिठो हालेर चलाएको उस पत्ता चाहिँ यसलाई पनि हामीले एड गर्यौँ। त्यसमा थोरै पानी हालेर चलाइसकेको छौँ। फेरि त्यसमा अलि धेरै बाक्लो भए जस्तो लाग्यो, मैले त्यही भएर फेरि पानी एड गरेँ। पानी एड गरिसकेपछि ल हेर्नुहोस् पाकिसकेको छ हाम्रो गावाको सब्जी या पिनालुको पत्ताको सब्जी। ल हेर्नु सर्भ गर्नुहोला। यसरी नै बनाएर खानुहोला। थ्याङ्क यू फर वाचिङ।